नाम नारायण। मेरो नाम गणेश भट्टराई। हजुर। ठेगाना मेरो विराटनगर 8 अमरपुर। अनि समस्या चाहिँ उहाँलाई छो म्यामलाई? मेरो परिवारलाई समस्या हो। हजुर, के समस्या थियो? समस्या यो पछाडि हड्डी खिएर नसा चेप्पिएको भनेर एमआरआईमा त्यो रिपोर्ट आयो। त्यो समस्या हो हामीलाई। अनि यो कति भएको थियो समस्या भएको? समस्या भएको लगभग हजुरको 5 महिना भयो। हाम्रो माघदेखि पुसदेखि हो। 5-6 महिना भएको थियो। अनि यसको अङ्ग्रेजीमा उपचारहरू गराउनु भयो? विराटनगरमा हामीले सुरुदेखि नै यहाँभन्दा 15 दिन अगाडिसम्म हामीले सबै अङ्ग्रेजी उपचार आदि सबै कुराहरू हामीले गऱ्यौँ। त्यो इलाज जति हामीले गरिरहेका छौँ त्यसबाट केही पनि हामीलाई कमी नभइसके पछाडि हामी अब दिल्लीतिर जानुपर्छ भन्ने तर्खरमा थियौँ। विराटनगरको उपचारले यो भएन नि दिल्लीतिर जाउँ कि भनेर भन्ने खालको हामीले त्यो विचार गरिरहेका थियौँ। अनि समस्या पुरा दुखाइ कम्मरदेखि लिएर खुट्टासम्म? दुखाइ चाहिँ हजुरको यो कम्मर अनि त्यो यो तिग्रा साइड अथवा तल पुरै पार्टी देब्रे साइड सबै दुख्ने, त्यो एकैछिन उसले खान पनि नसक्ने, बस्न नसक्ने, त्यो समस्या हो हामीलाई। बस्न। अनि म जुन ट्रिटमेन्ट दिँदैछु आज कति दिन भएको छ? आज हाम्रो 10 दिन भयो। अनि 10 दिनमा के कतिको सहज भएको छ? 10 दिनको अवस्थामा जुन दिन हजुरले आजबाट 10 दिन अगाडि हजुरले ट्रिटमेन्ट सुरु गर्नुभयो, पहिलो दिनै हाम्रो घरमा खुसियाली भयो। पहिलो दिनबाट केही रिजल्ट सहज? पहिलो दिन नै हामीलाई डाक्टरले जति पनि अरू एक्सर्साइज गर्नु भनेको थियो त्यो हामीले छोड्यौँ र जुन हामीले हजुरको ट्रिटमेन्ट हामीले सुरु गऱ्यौँ पहिलो दिनबाट अहिलेसम्ममा हामी 80% भन्दा पनि माथि हामी सफल भइसकेका छौँ। त्यति सहज भएको चाहिँ फिलिङ हामीलाई। हजुर। अनि यो ट्रिटमेन्टबाट सहज हुनुहुन्छ, सन्तुष्ट हुनुहुन्छ? हामी बिल्कुल सन्तुष्ट छौँ। यही रहेछ सबैभन्दा लास्ट विकल्प यही रहेछ। हामी दिल्ली जानलाई आँटेको मान्छे अहिले गएर हामी आज 10 दिन भयो। जस यो ट्रिटमेन्ट अहिले जारी नै छ। 10 दिनको ट्रिटमेन्टबाट 80% लगभग सन्तुष्ट हुनुहुन्छ, खुसी लाग्यो। अनि हजुर सन्तुष्ट हुनुहुन्छ यो ट्रिटमेन्टबाट? खुसी हुनुहुन्छ? हजुर सहज धेरै भएको छ? हजुर धन्यवाद।